झापामा यादव समुदायहरूले चाहिँ कसलाई भोट हाल्नुहुन्छ भनेर म फेरि सोधपुछमा निस्केको छु। मैले सुनेअनुसार यो घरमा चाहिँ यादव परिवारको बसोबास छ अरे। म यहाँबाट भित्र छिर्नेछु र उहाँहरूलाई सोध्नेछु यो चुनावको बारेमा उहाँहरूको प्रतिक्रिया के हुनेछ। घरमा को हुनुहुन्छ? को हुनुहुन्छ घरमा? राजु नमस्कार। नमस्कार। अनि के छ राजु खबर? ठीक छ। यसपालि चुनावी माहौल त राम्रै बन्दै होला होइन? तपाईँहरूको भोटर लिस्ट छ नि? छ है। अनि यसपालि कसलाई छ भोट चाहिँ कसलाई हाल्ने योजना बनाउनु भएको छ? भोट त घन्टी सामु दिने हो। घन्टी सा वरण सबले किन भोट दिनु? मासु भात खाएर त बिक्ने पैसा त बिक्नु पो मासु भात र पैसामा। बिकेपछि झन् देशको विकास भएन। यसपालि घन्टीमा छाप्दै भए घन्टीमा आफ्नो भात पैसा पनि दिन्छ। आफ्नो बादल खाए घन्टी बेला जिता देशको उन्नति हुन्छ र प्रगति। भनेपछि ठिक छ तपाईँहरू घन्टीकै पार्टी हो होइन? बालेन सरकार यसपालि पनि। ए तपाईँहरूको नारा के छ नि एउटा होइन? नारा हाम्रो बालेन सरकार बालेन सरकार आउनुपर्छ। जे भए पनि आउनुपर्छ। अस्ति चाहिँ जनकपुरमा आउनु भएको थियो तपाईँ हेर्नुहुन्थ्यो भिडियोमा हेर्नुभएको होला। कति छ यसपालि चाहिँ घन्टी सापलाई नै जिताउनु पर्छ। भनेपछि तपाईँहरूको घर परिवारमा जम्मैजना घन्टी छाप? जम्मै हाम्रो घर परिवारमा जति छ नि सबले घन्टी सापमा। ए ल ठिक छ ल धन्यवाद है त। यसपालि घन्टीलाई जिताउनु पर्छ है त। तपाईँहरूले देखिहाल्नुभयो अहिले हरेक समुदायहरूले घन्टी छाप भनेर घन्टीलाई नै रोजेको देखिन्छ। यसरी नै सम्पूर्ण देशभरिबाटै घन्टीलाई हामीले रोज्यौँ भने पक्कै पनि देशको उन्नति र प्रगति हुन्छ भन्ने मलाई पनि लाग्छ। त्यही भएर जय घन्टी छाप, जय बालेन शाह।